के पढ्ने भविष्यमा वाह कलेज निस्किँदा दिएका यस्तो बाटा राखेर गहन कुकुर देखेपछि फेरि मलाई यति धेरै डर लाग्छ। हेलो गाइज वेलकम टु माई फर्स्ट भ्लग। आज चाहिँ हाम्रो कम्प्युटरको एक्जाम छ, त्यसपछि यसको लाइफ पुरै सिद्धियो अनि त घर बस्ने दिनभरि बेरोजगार भएर अब रेडी भइसक्यो। म निस्किनु यत्रो 3 दिनको बिदा भयो, तर मैले 3 दिनमा पनि कम्प्युटरको पढिनँ क्या। सो गाइज फाइनलमा बस्नु चढिसकेर म धेरै बोल्दिनँ किनभने मलाई लाज लाउँछ। म एक्जाम सेन्टरमा आइसकेको छु र बाहिर पानी परिरहेको छ, त्यस कारणले म छिटो दकुर्न पर्छ र अहिले म मोबाइल चलाउन मिल्दैन। म अब सिधै एक्जाम हलबाट निस्किएपछि भिडियो खिच्छु है त। कम्प्युटरको लास्ट एक्जाम पनि सिद्धियो। यो ब्याचलरको केटा चाहिँ पास छु मैले। कस्तो भयो एक्जाम? बबाल यो बाहिर साइडमा थियो तर सिकाइदैन डेन्जर पऱ्यो थियो त्यो 20 फेरि डेन्जर खाइ के पढ्ने भविष्यमा के गरम के पढ्ने सिएसआइटी गरेर काम छैन रे। अङ्गालमा हाल न के म तिमी स्वास्नी हुँ। यो एकजनाले फेरि त्यो गरेर काम छैन र एकजनाले फेरि कम्प्युटर इन्जिनियर 98%। जसले जे पढ्यो त्यसले त्यही नपढो भन्छन् क्या। वाह कलेज निस्किँदा दिएका यस्तो बाटा राखेर गहन यस्ता त हुन्छ नि दिन हुन्न क्या यस्तालाई। मैले हात मिलेर उयो प्रमोसन काम नपाउनेहरू जाम अस्तिको ठाउँ मैले लिएर कहाँ के कहाँ जाने भनेको खान यिनको जक्सनमा जाने कि होइन यस्तो जक्सनमा हाउडे हो नि क्या जक्सन। जक्सनहरू त हाउडेहरूको आफ्नै जक्सन हो के हाउडेहरूको हो क्या जक्सन हो। कम त हाउडे दारी अङ्कल जस्तो मलाई वहीँसम्म गैरापाटा नै पुऱ्याउने सोचेँ होइन। अङ्कल जा आनन्द कहाँ भन्नु छ हजुर जा म हिँडेर उहाँसँग जाने ल म त भागेर आएँ। वहीँ स्कुल चाहिँ हिँडेर पुऱ्याउने सोचिरहेको थियो तिनीहरूले। म भर्खरै घर आइपुगेँ। सिद्धियो 12 क्लास 12 क्लास सिद्धियो। अब दिनभरि घर बसेको थेचेको बसी दिक्क लाग्छ क्या नि त। मेरो कपाल चाहिँ लास्ट भुतभुते भयो, त्यही भएर अलिकति यो कपाल चाहिँ छोटाउनु पऱ्यो। साह्रै जिङरिङ्ग भयो। इक्जाम सुरु भएदेखि यो कपाल मैले केही चलाएन, केही मिलाइनँ क्या। अघिसम्म जङ्गलबाट भागेर आएको जस्तो देखिन्छ, अहिले फेरि क्या चोमो देखियो। के भन्ने यार, त्यही भएर मलाई कपाल काट्नै मन लाउनु।